विश्वसँग आँखा जुदाएर सम्बन्ध राखेर विश्वसँग आफ्नो लेभलमा गफ गर्न सक्ने डिल गर्न सक्ने राष्ट्रियताको पक्षमा राज संस्था बाहेक अरूसँग त्यो ल्याकत र ताकत छैन। यसर्थ राज संस्था चाहिने हो। राजा भएको भए एमसीसी पास हुँदैन थियो, राजा भएको भए नागरिकता विधेयक पास हुँदैन थियो, राजा भएको भए जेनजी आन्दोलनै हुँदैन थियो। यदि भएको भए पनि राजा आएर मैले गल्ती गरेको भए क्षमा चाहन्छु, नआत्तिनुस्, म देशको अभिभावक छु भन्थ्यो। राष्ट्रपति जस्तो लुकेर गएर पुच्छर लुकाएर एक शब्द बाहिर नबोलिकन भागेर तिक्रम गर्दैन थियो। यदि कसैले यो देशमा संवैधानिक राज संस्था र हिन्दू राज्य घोषणा गरिदियोस्, म एजेन्डाको लागि लड्ने मान्छे हो। मेरो राजाको दल पनि हुँदैन, जात पनि हुँदैन, राजाको त्यस्तो समूह पनि हुँदैन। राजा सबैका साझा हुन्छन्। राजा हुँदा अन्यायमा मान्छे आजको मितिमा जस्तो पर्नु पर्दैन। त्यही वंशले बनाएको